भोलिदेखि छ मेरो बिआइएम 5th सेमको एक्जामिनेसन। म गर्दैछु पढाइ। हो, म गर्दैछु पढाइ। हामी नेपालीहरूको पहिलेदेखिको ट्रेन्ड रहेको छ एक्जाम आउनुभन्दा एक दिन अगाडि गर्ने पढाइ। मैले पनि त्यही ट्रेन्डलाई फलो गर्दैछु र गर्दैछु आज पढाइ। यो नेपालगञ्जको गर्मीले मलाई पढ्न देला जस्तो लाग्दैन। कहिलेकाहीँ लाग्छ यो एक्जामिनेसन नै अनफेयर हो जस्तो। 6 महिना पढेको पढाइलाई मैले आज एक दिन पढेर भोलि दिनु छ 3 घण्टामा एक्जाम। इट्स टु अनफेयर। मलाई ब्युटी नेप लिनुपर्छ जस्तो लागेर एकछिन भए नि सुत्छु भनेर सुते। सुत्दा सुत्दै अलिक धेरै नै सुते जस्तो लागेर जुरुक्क उठेर घडी हेर्दा 2 घण्टा सुतेको रहेछु। यो 2 घण्टा भनेको मलाई यति धेरै लसेस हो भनेर मैले हातमुख नधोइकन बसेँ पढ्नलाई। मम्मीले भन्नुभयो कति पढ्छिस् भनेर मम्मीले ल्याउनु भयो ग्लुकोज पानी, यो गर्मीमा डिहाइड्रेसन हुन्छ कि भनेर। मम्मीलाई के थाहा म पढेछु कि पढे छैन भन्ने। त्यसपछि म गएँ रिल्स हेर्नको लागि। आजभोलि रिल्स हेर्ने पनि खासै मजा लाग्दैन, तर पनि रिल्स हेर्दा हेर्दा टाइम कतिखेर गयो भने थाहा नै हुँदैन। त्यसपछि मेरो मम्मीले लिएर आउनुभयो मलाई खरबुजा तरबुजा के हो त्यही लिएर आउनुभयो, मैले खाएँ। यो विगत 1 महिनादेखि खाइरहेको तरबुजा, तर मलाई आज एकदमै एनर्जी दिए जस्तो लाग्यो। यसले पानीको मात्रा धेरै बढाउँछ अरे। अनि यो खाँदा खाँदै मैले सोच्दै थिएँ भोलि मैले के गर्छु होला एक्जाममा भनेर। त्यो सोच्दा सोच्दै म एकछिन गएँ लाफिङ थेरेपी लिन जान्छु भनेर म गएँ स्ट्यान्ड अप कमेडी हेर्न। जिन्दगी में यही काम है, लॉन्डे हॉट बोलते। खासै कमेडी त थिएन, तर पनि मलाई फलो गर्नु थियो लाफिङ थेरेपी। किनकि म यो एक्जामको टेन्सनले म सायद पागलै भइहाल्छु जस्तो लागेको थियो। मलाई जबरजस्ती भए पनि हाँसेर आफ्नो दिन कटाउनु थियो र म हाँसिरहेको थिएँ। त्यति धेरै हाँस्नु पर्ने जस्तो त थिएन, तर पनि म हाँसिरहेको थिएँ। त्यसपछि अचानक आयो एउटा स्याड भनौँ कि एउटा एनर्जी दिने भिडियो। नहीं बनता, रोने से बिगड़ा मुकद्दर नहीं बनता, दुनिया को जीतने का हौसला रखो, एक हार से कोई फकीर और एक जीत से कोई सिकंदर नहीं बनता। तो हेर्नका साथ मलाई आयो एनर्जी। त्यसपछि गएँ म बाहिर हावा खान भनेर। अनि रहेछ मेरो छिमेकी आमाको 84 पूजा रहेछ। भोक पनि लागिरहेको थियो, एकछिन भए नि जान्छु भनेर गएँ। अनि म गएँ, खाना खाएर आएँ र साथै मसँग लिफाफा पनि आयो। जे होस् एकछिन गएको काम लाग्यो। अनि मैले पप्पीलाई भनेर खाना पनि लिएर आएँ, पप्पीलाई दिएँ, पप्पीले खाएन। खै किन खाएन बिचरा, पप्पीलाई पनि गर्मी भइरहेको थियो होला। अनि म एकछिन टिकटक बनाउँछु अहिलेको ट्रेन्डिङ सङमा भनेर टिकटक बनाउन गएँ। टिकटक बनाए पनि आए फेरि अब त पढ्नु पर्छ है सजल भनेर पढ्न थाले। पहिले मम्मी ड्याडीले भन्नुहुन्थ्यो कि पहिले हामी टुप्पी कसेर पढ्थ्यौँ भनेर। अब मेरो टुप्पी त छैन, म आफ्नो टाउको बानेर पढ्न थाले। ओके गाइज, म गएँ पढ्न। तपाईँहरू पनि जानु, तपाईँहरूको एक्जाम छ भने तपाईँहरू पनि पढ्नु, एक्जाम छैन भने पनि पढ्नु। किनकि नेपालीहरूको ट्रेन्डलाई फलो गर्न जरुरी छैन एक्जामको एक दिन अगाडि पढ्नलाई। ओके, बाई बाई।